नमस्कार सबैलाई। कक्षा 9को नेपाली विषयको पहिलो पाठ मेघ र बिजुलीको विवाहका अभ्यास लिएर आएको छु ताकि तपाईँलाई कापीमा लेख्न सजिलो होस्। ल अब सुरु गरौँ। प्रश्न नम्बर 1 मा रहेको छ दिएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्। विवाह व्रतबन्ध आदि शुभ कार्य गरेको योग दुलही वधु नवै लाउने एक प्रकारको फुल मखमली। असोज र कार्तिक महिनामा पर्ने ऋतु शरद ऋतु। प्रश्न नम्बर 2 मा दिएका शब्द र विपरीत अर्थबीच जोडा मिलाउनुहोस् भनेको छ। शब्द र अर्थ रुचि अरुचि आय व्यय तरल ठोस सक्रिय निष्क्रिय सबल दुर्लभ अनि यो स्थूल सूक्ष्म। प्रश्न नम्बर 3 मा रहेको छ दिएको समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग मात्रामा प्रयोग गर्नुहोस् भनेको छ। ले हेर्न सक्छौ खाली एकदम रित्तो हुनु, अर्को खाली रहेको छ जति बेला पनि। यहाँ खालीको वाक्यमा प्रयोग भएको छ मेरो झोला एकदम खाली छ। अर्को खाली रहेको छ मलाई सबैले खाली खेल्न जाऊ भन्छन्। अब 2 रहेको छ फुल फुल। एउटा फुल रहेको छ चराको अन्डा, अर्को फुल रहेको छ पुष्प। अब 3 मा अब यसलाई वाक्यमा प्रयोग गर्नुपर्दा फुल मलाई हाँसको फुल एकदम मनपर्छ। फुल मलाई फुलमा पानी हाल्न मन लाग्छ। अब रहेको छ मृतक मान्छेको लास सब सम्पूर्ण कुराहरू। शव मलाई मृतक मान्छेको शवदेखि डर लागेर आउँछ। शव मलाई दोकानमा देखेको सब कुरा किन्न मन लाग्छ। यस प्रसिद्धि यस कुनै निश्चित कुरालाई तोकेको मलाई धेरै पढेर विश्वमा यस कमाउनु छ। यस मलाई यस खानेकुरा मनै पर्दैन। शीत बिहानी पर्ने पानीको थोपा शीत सँगसँगै मलाई बिहानीको शीतसँग खेल्न एकदम मनपर्छ। शीत मलाई आमा बुबासित हिँड्न मनपर्छ। बोध र अभिव्यक्तिमा आएका छन् दिएको प्रश्नको उत्तर लेख्न सोधेको छ। मेघ बिजुली विवाह कवितामा कतिवटा श्लोक छन् भनेको छ देख्न सक्नुहुन्छ। कविताको हरेक श्लोकमा कतिवटा पंक्ति छन् हेर्न सक्नुहुन्छ। कविताको कुन श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ भन्ने आन्सर दिएको छ। यहाँ कविताको तेस्रो श्लोकमा प्रकृतिका कुरा कुन वस्तुलाई तन्ना र प्रयोगीसँग तुलना गरिएको छ भनेको छ। अब 4 मा दिएको कवितांश गरी सोधिएको प्रश्न संक्षिप्त उत्तर दिनुहोस् भनेको यो हेरेर नर्सिनुहुन्छ हजुरहरू। दिएको प्रश्नको संक्षिप्त उत्तर दिनुहोस् भनेको छ। यहाँ रहेको छ राका जुन गरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरा बुझिन्छ भनेको छ। कवितामा इन्द्रनीलाई कुन रूपमा चिनिएको छ भनेको छ। विवाहमा दुलहीको रातोको छोरीको काम केले गर्यो भनेको छ देख्न सक्नुहुन्छ। मामा पतल र नील कवरीले के कुरा बुझाएका छन् भनेको छ। 5 मा दिएका प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। कमा मेघ बिजुली विवाहको मण्डप र चदुवाको काम केले गरेका छन् भनेको छ। मेघ बिजुली विवाहको मण्डप र चदुवाको काम हावाले लाएको वन र जङ्गलले गरेको छ। यसरी नै अरू प्रश्नहरू पनि हेर्न सक्नुहुन्छ। कविताको 5औं श्लोकमा के कुरा व्यक्त गरिएको छ भन्ने छ हेरेर लेख्नुहोला। अर्को प्रश्न रहेको छ विवाह मण्डपमा कस्ता कार्य गरिन्छ कविताको आधारमा लेख्नुहोस् भनेको छ। यहाँ भनेको छ कव्यांश। मैले क्वेसन 2 चोटि लेख्नु परेछ हजुरहरूले कृपया लेख्नुहोला। घमा रहेको छ कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ भनेको छ। अब 6 मा जाउँ भने 1 को अनुच्छेद 15 र 24 प्रश्नको
उत्तर दिनुहोस्। कमा उत्तर दिनुहोस् भनेको छ। अन्तरिक्ष यात्रीले कविता बारेमा कस्तो अभिव्यक्ति दिएका छन् भनेको छ। यसरी नै अरू प्रश्नको पनि उत्तर हेर्नुहोला। भाषा संरचना पहिचान गर भनेको छ। यहाँ केही प्रश्नहरू र उत्तरहरू रहेका छन्, जुनहरू हेरेर लेख्न सक्नुहुन्छ। कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रूपान्तरण गर भनेको छ। पाठमा यसरी छ, यो चाहिँ इच्छाको लागि एकदमै महत्त्वपूर्ण क्वेसन हो। व्याख्या गर्नुहोस्। बेली तन्न चौर छकले सामुखमले दुलाको रातो घरको प्रभावित हो बिजुली भन्ने श्लोक छ। यसलाई इक्जाममा अरू पनि श्लोक आउन सक्छ। मेघ बिजुली विवाह कवितामा मेघ र बिजुलीलाई दुलहा दुलहीको रूपमा चित्रण गरी जस्तै अन्य के कुरालाई चित्रण गरिएको छ भनेको छ। यो प्रश्नले हजुरहरू त्यहाँ हेर्न सक्नुहुन्छ। एन्सर 11मा आकाश गर्जी बिजुली चम्किँदा एक्कासी तपाईँको मनमा कस्तो भाव उत्पन्न हुन्छ लेख भनेको छ। हजुरलाई आउँछ भने आफै नहेरी लेख्नुहोला, नहेरी लेख्नमा फाइदा हुन्छ भन्ने। भाषिक संरचना र पढ्नुलाई यो एकदमै महत्त्वपूर्ण हुन्छ। हजुरहरू आफै घरमा प्र्याक्टिस गर्नुहोला, यो हेर्दै प्र्याक्टिस गर्नुहोला, त्यही भन्न चाहन्छु। हजुरहरूले धेरै मोबाइलबाट नोटहरू सार्नु गर्नुहोला। अलिअलि नजानेको केही छ भने नोटहरू हेर्नुहोला, धेरै छ भने हामी क्रिएटिभिटी गर्न सक्छौँ, हामी अल्छी पनि बन्न सक्छौँ। त्यसरी हामीले कक्षा 9को पहिलो पाठ मेघ बिजुली विवाह पुरा अभ्याससहित अध्ययन गर्यौँ। अब तपाईँहरूलाई आग्रह छ कि रिभिजन गर्न नबिर्सिनुहोस्, प्रश्न उत्तर अभ्यास गर्नुहोस् र सिकेका कुरालाई जीवनमा लागू गर्ने प्रयास गर्नुहोस्। धन्यवाद। अर्को पाठमा फेरि भेटौँला।